आजको यो भिडियोमा चाहिँ हजुरहरूले मलाई धेरै नै प्रश्न गरिराख्नु भएको धेरै प्रश्नबाट दुईवटा प्रश्न लिएको छु, जुन चाहिँ विशेष गरी तपाईँ कोही पनि हुनुहुन्छ जो चाहिँ युरोपको कुनै पनि कन्ट्री अथवा रोमानिया आउन चाहनुहुन्छ। तपाईको लागि यो भिडियो एकदमै हेल्पफुल हैन, सहयोगी इन्फर्मेटिभ हुन सक्छ। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि तपाईँ चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ, कृपया गरेर च्यानल सब्स्क्राइब गर्नुस्, नजिकै रहेको बेल आइकनलाई दबाउनुस्, अलमा पनि थिच्नु होला। भिडियो सुरु गरौँ। सो विशेष गरी अहिले हाम्रो देश नेपालमा धेरै युवा साथीहरू चाहिँ युरोप 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 भनेर लागिराख्नु भएको छ। त्यसै मध्येमा एकदमै हाई डिमान्डमा र हाई सर्चमा रहेको देश हो रोमानिया हैन। रोमानिया लगायत अरू देशमा धेरैमा जानुहुन्छ, तर विशेष गरी रोमानियाको कुरा गर्छु म चाहिँ। सो रोमानियासँग सम्बन्धित रहेको र धेरै धेरै प्रश्नहरू सोधिराख्नुहुन्छ कमेन्टमा हैन। तपाईको युट्युबमा भयो र टिकटकमा पनि काम गर्न थालेछु। सो यो दुईटै प्लेटफर्ममा गरेर धेरै प्रश्न सोधिने, धेरै प्रश्नहरू मध्येमा आज दुईवटा प्रश्न लिएको छु। एउटा भनेको चाहिँ तपाईको कसरी आउने भन्ने क्वेशन हुन्छ, साथमा पैसा कति लाग्छ। सो यो दुईटालाई एकै ठाउँ लिए कसरी आउन सकिन्छ र पैसा कति लाग्छ भन्ने कुरो एउटा भयो। अर्को भनेको त्यहाँ आइसकेपछि चाहिँ मेरो पैसा स्यालेरी कति हुन्छ त, कतिसम्म हुन्छ, कति कमाउन सकिन्छ भन्ने कुराहरूको जिज्ञासा र यो क्वेशन मलाई बारम्बार रिपिट भइरहेको हुन्छ। सो यसलाई म तपाईहरुको लागि चाहिँ विस्तृतमा मैले बुझेको र मैले बुझाउन सक्ने हिसाबमा तपाईलाई एक्सप्लेन गर्ने कोसिस गर्नेछु। सबैभन्दा पहिला बुझौं कसरी आउने र पैसा कति लाग्छ। यो कुराले स्पष्ट बुझौं है त, एकदम ध्यान दिएर सुन्नु होला। कसरी आउने भन्ने त एकदम भेरी भेरी सिम्पल छ नेपालको केसमा है, नेपालको केसमा, हाम्रो नेपालको केसमा। सो यहाँ तपाईले एकजना एजेन्टलाई कि त समाउनु पर्ने हुन्छ या त तपाई मेन पावर कहाँ जानु पर्ने हुन्छ। भेरी सिम्पल, यो यही मात्रै छ अप्सन, अरु केही पनि छैन। सो एकजना मेन पावर अथवा एउटा मेन पावर अथवा एउटा एजेन्ट, यो तपाईले सबैभन्दा सुरुमा खोज्नु पर्ने हुन्छ। त्यसपछि बाँकी प्रक्रियाहरू हुन्छ, त्यसमा धेरै कुरा आउँछ, त्यसको बारेमा हामी फाल्टै भिडियोमा कुरा गर्न सक्छौं। त तपाईलाई सर्टकटमा बताइदिन्छु। सब तपाईले चाहिँ एजेन्ट या मेन पावर चुन्नुभयो, त्यसपछि तपाई के कामको लागि जान चाहनुहुन्छ त्यो बारेमा बताउनुहुन्छ। त्यही काम तपाईको चाहना अनुसारको उहाँहरूले डिमान्ड खोज्नुहुन्छ। रोमानियामा कुनै एजेन्सीसँग कन्ट्र्याक्ट अथवा कम्पनीसँग कन्ट्र्याक्ट रहेको एजेन्ट छ अथवा मेन पावर छ भने उहाँहरूले खोज्नुहुन्छ र तपाईले रोमानिया पठाउने काम गर्नुहुन्छ। र साथमा कति पैसा तिर्ने, कति पैसा लिने भन्ने कुरोमा चाहिँ जुन मेन पावर छ अथवा जुन एजेन्ट छ उहाँहरूले तपाईलाई जति पैसा माग्छ त्यही हो लागत है, बुझ्नु होला। जति पैसा माग्छ त्यही हो लागत है त। आजसम्मको मेरो एक्सपिरियन्समा यो 2 वर्ष भयो, 2 वर्ष त भयो यहाँ आएको हैन। मैले युट्युबमा काम गरेको पनि 2 वर्ष नै भयो, तर टिकटकमा जब मैले काम गर्न थाले त्यहाँ चाहिँ यति धेरै इन्फर्मेसन आयो कि पैसाको बारेमा, लागतको बारेमा है। मन परिछ है, मन परिछ। अहिले सबैभन्दा कम भनेको 6 लाख भन्दा कम कसैले तपाईलाई अफर गर्दैन। 6 लाख पनि 1-2 जना कतैबाट अफर आउला, अदरवाइज 7, 7.5 लाख, 8 लाख, 8.5 लाख, 9 लाख, 10 लाख, 11 लाख, 12 लाख जति पनि मन परि तपाईलाई पेल्छ। यहाँसम्म भइराछ हैन। 2-3 जना त्यो पनि हिन्दी बोल्ने मान्छेहरू एउटा कोठामा बसेर 2-4 जना नेपाली भाइ बहिनी सोझा सिधालाई भेला पारेर इन्टरभ्यु पनि हिन्दीमै लिने अरे, अनि सुरुमै 10 लाख लागत र तपाईले 5 लाख चाहिँ अहिले दिनुपर्छ भनेर चाहिँ भनिदिने। ल यस्तो खेलहरू अहिले नेपालमा भइराछ, युरोप कन्ट्री पठाउने नाममा, विशेष गरी रोमानिया पठाउने नाममा। सो त्यस्तो तपाईको जुन संयन्त्र एउटा योजनाबद्ध गरेर बसेको मान्छेहरू कहाँ चाहिँ नजानु होला, जसले तपाईलाई चाहिँ सुरुमै 5 लाख 10 लाख यो खालको कुरा गर्छ, उहाँहरुबाट टाढै रहनु अनुरोध गर्छु। सो यो भयो तपाईको कसरी आउने र पैसा कति लाग्छ भन्ने कुरामा। आउनको लागि एउटा एजेन्ट, एउटा मेन पावर तपाईले समाउनु पर्छ, भेरी सिम्पल। पैसा कति लाग्छ भन्ने कुरामा त्यही एजेन्ट या त्यही मेन पावरले तपाईलाई भन्छ कति पैसा लाग्छ। सो त्यही हो लागत। ल किन व्हाटएभर दे वान्ट दे विल टेक इट। ओके, यो भयो पहिलो कुरो। अब सेकेन्ड कुरो, तपाई जब चाहिँ 8-10 लाख रुपैयाँ तिरेर रोमानिया आउनुहुन्छ, पैसा चाहिँ कति हुन्छ भन्ने कुरो नि तपाईको मनमा होला। सो यसलाई पनि यही समेटिहालौँ आज हैन, ठीक छ। मैले अर्कै भिडियोमा पनि बनाउन सक्छु, यदि चाहे म बनाउन अर्को भिडियो पनि, तर कति चाहिँ पैसा हुन्छ भन्ने कुरो पनि हुन्छ हैन। मैले 10 लाख रुपैयाँ तिरेर आउँछु र यहाँ चाहिँ मैले कति कमाउँछु भन्ने तपाईको क्वेशन हुन्छ नै हुन्छ र तपाईले सोध्नु पनि हुन्छ। यहाँ चाहिँ पर्टिकुलरली जुन
मेन पावर छ जुन एजेन्ट चाहिँ यसमा तपाईहरुलाई चाहिँ धेरैजनाले झुक्क्याएको हुन सक्छ झुक्क्याउँछ पनि। सो रोमानियाको गभर्नमेन्टको नियम अनुसार हैन फाल्टै सेक्टरको एउटा बेसिक सबैभन्दा लो स्यालेरीको तोकेको हुन्छ के नेपालमा नि तोकेको हुन्छ हैन टिचरलाई यो अथवा डाक्टरलाई यो हैन भनेर चाहिँ एउटा मिनिमम ग्रस स्यालेरी तोकेको हुन्छ। मिनिमम भनेको थोरैमा कतिसम्म पाउन सक्नुहुन्छ तपाईले भन्ने कुरा तोकेको हुन्छ। सो यहाँ पनि त्यो तोकेको छ हैन कन्स्ट्रक्सनको फाल्टै होला तपाईको एग्रिकल्चरको फाल्टै छ होटल लाइनको फाल्टै छ जेनरल वर्कर फ्याक्ट्री वर्कर। सो जेनरल एकदमै अनस्किल सबैभन्दा कम स्यालेरी पाउने रोमानियाको सरकार अनुसार कति हो भन्दाखेरि 4050 छ अहिलेको टाइममा है त। यो अब जनवरी पछि चेन्ज हुन सक्छ तर अहिलेसम्म चाहिँ 4050 छ। अब यो 4050 सबै तपाईले पाउने हो कि होइन भने 4050 ली फेरि डलर होइन युरो होइन 4050 ली भनेको रोमानियन करेन्सी है रोन पनि भन्छ। सो 4050 रोन चाहिँ तपाईले पाउनुहुन्छ त्यो पनि ग्रसमा। ग्रस भनेको त्यहाँबाट सरकारले केही ट्याक्स लिन्छ केही भनेको राम्रै ट्याक्स लिन्छ एराउन्डमा 48% ट्याक्स लिन्छ। सो 4050 मा 48% माइनस गर्नु एराउन्ड 1700 कति हुन्छ। सो तपाईको पैसा कति बच्ला 2700-2800 रुपैयाँ 2700-2800 ली बच्छ। सो मिनिमम तपाईले त्यति कमाउन सक्नुहुन्छ मिनिमम है सबैभन्दा कम 2500 देखि लिएर 2700-2800 भनेको एउटा सबैभन्दा कम स्यालेरी यहाँ आएपछि तपाईले कमाउने। सो नेपालीमा भन्ने हो भने 2500 कमाउनु भयो भने 75 देखि 80000 है 2800 कमाउनु भयो भने त्यही 90000 एराउन्ड पुग्छ। सो यो हो तपाईको 70 to 90,000 तपाईले स्टार्टिङ स्यालेरी पाउनुहुन्छ। अब यसमा तपाईको इन्क्रिजमेन्ट कसरी हुन्छ ज्यादा कसरी कमाउनुहुन्छ यसको बारेमा हामी नेक्स्ट भिडियोमा कुरा गर्नेछौँ ठीक छ। सो यो भयो कसरी आउने र यहाँ आइसकेपछि तपाईले मिनिमम कति पैसा कमाउनुहुन्छ। सो यही कुराहरु तपाईले बुझ्नु भयो होला। यदि बुझ्नु भएन भने केही फरक पर्दैन कमेन्ट गर्नु होला फेरि बुझाउने कोसिस गर्नेछु। सो ठगबाट बच्नु होला राम्रो मान्छे खोज्नुस् राम्रो मेन पावर खोज्नुस् हैन। सो धेरै काम गरिरहेको मेन पावरहरु खोज्नु होला है त। थ्यांक यू भेरी मच। तपाईलाई यो भिडियो कस्तो लाग्यो तपाईको सल्लाह सुझावको लागि कमेन्ट गर्न सक्नुहुन्छ। साथीभाइले यो भिडियो शेयर गर्नु होला च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया गरेर च्यानल सब्स्क्राइब गर्नु होला। नेक्स्ट भिडियोमा भेट्ने छौं। जय नेपाल।